गर्मी मौसममा फलफुल खानुका धेरै फाइदाहरू छन्। फलफुलमा पानीको मात्रा धेरै हुन्छ, जसले शरीरलाई हाइड्रेट राख्न मद्दत गर्छ। गर्मीमा शरीरबाट पसिना धेरै बग्ने भएकाले डिहाइड्रेसनको खतरा हुन्छ। फलफुलले यसलाई कम गर्न मद्दत गर्छ। फलफुलमा भिटामिन, खनिज र एन्टिअक्सिडेन्टहरू पनि प्रशस्त मात्रामा पाइन्छन्, जसले शरीरलाई आवश्यक पोषण तत्त्वहरू प्रदान गर्दछ र रोग प्रतिरोधात्मक क्षमता बढाउँदछन्। गर्मीमा पाचन प्रक्रियालाई सहज बनाउन र शरीरलाई चिसो राख्न पनि फलफुल लाभदायक हुन्छन्। तसर्थ गर्मी मौसममा स्वस्थ रहन फलफुल खानु उत्तम हुन्छ। गर्मी मौसममा खानुपर्ने 10 फलफुल र त्यसका कारणहरू यस्ता छन्। तरबुजा। तरबुजामा भएको पानीको मात्राले र फाइबरले पाचन प्रक्रियामा सहज बनाउँछ। काँक्रो। शरीरलाई चिसो राख्न साथै यसको दैनिक सेवनले तौल घटाउन मद्दत गर्दछ। स्ट्रबेरी। एन्टिअक्सिडेन्ट र भिटामिन सी को स्रोत हो यो। ब्लुबेरी। एन्टिअक्सिडेन्ट गुणहरूले भरिपूर्ण हुन्छ यो। केरा। पोटासियमको राम्रो स्रोत, ऊर्जा पनि दिन्छ। एभोकाडो। स्वस्थ फ्याट र पोषण तत्त्वहरू प्रदान गर्दछ। सुन्तला। भिटामिन सी र हाइड्रेसनका लागि उत्तम। आँप। भिटामिन र फाइबरको स्रोत। खरबुजा। पानीको मात्रा उच्च र स्फूर्तिदायक। नरिवल। हाइड्रेसनका लागि एकदमै उपयोगी। पुरा भिडियो हेरिदिनु भएकोमा धन्यवाद। साथै हजुरहरूलाई यो भिडियो कस्तो लाग्यो कमेन्ट गरिदिनु होला है।